बसेर राम्रो कमायो भने के गरौँ भन्दाखेरि चाहिँ मैले क्याबिन क्रुमा नाम निकालेको होइन। त्यसपछि बिहे भयो, त्यसपछि चिन्नु भयो, त्यही भएर सबैलाई लागिरहेको होला कि बुढा हिरो भयो, ससुरा डिरेक्टर भयो, त्यही भएर फिल्म खेल्न जस्तो लागिरहेको होला। बट ह्याभिङ सेड द्याट म पहिला पनि के एक्टिङ क्लास लिन गएकै मान्छे हो, बिफोर मिटिङ सलोन पहिला म्युजिक भिडियो गरेको मान्छे हो। त्यही भएर मलाई यहाँप्रतिको मोह पहिल्यैदेखि थियो। तर नानी भइसकेपछि या मेरो लाइफमा इन्सिडेन्टहरू भइसकेपछि चाहिँ मलाई अलिकति रिस्की जब हो नि त। तपाईँहरूलाई सबैजनालाई थाहा छ क्याबिन क्रू रिस्की जबै हो। हरेक रुखमा चाहिँ त्यहाँ अस्ट्रेलिया, युएसए, क्यानाडा, जापान, कोरिया जहाँ पनि त्यहाँ रुखमा चाहिँ पैसा फल्छ र सबैजना गइसक्यो त्यो पैसा टिपेर हामीलाई पठाउनु पर्यो भन्ने हामीलाई सोच हुन्थ्यो, मलाई पनि हुन्थ्यो। जब म गएपछि थाहा पाएँ कि होइन रहेछ, सबजनाको मेहनत के हो, राम्रो गर्दा के हुन्छ, नराम्रो गर्दा के हुन्छ। राम्रो हुने नेपाली बच्चाहरूले अथवा नेपालीहरूले धेरै राम्रो गरेछ, नराम्रो हुँदा उनीहरूलाई डिपोर्ट गरेर फर्काउनु पनि परेको छ होइन। पूर्णबहादुरको सारङ्गी चल्दाखेरि सबैजनाले अब रोउने फिल्म चल्यो भन्ने हुन्छ। बेहुली फ्रम मेलौली चल्दाखेरि ओहो होइन होइन हँसाउने फिल्म चल्दो रहेछ भन्न थालिहाल्छन्। फेरि 12 गाउँ चल्दाखेरि होइन 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 कहाँ फाइडो फिल्म चल्दो रहेछ नि भन्ने भनिहाल्छ। यहाँ चाहिँ रौनी फिल्म जुन फिल्म चल्यो यस्तो चल्दो रहेछ भनेर पछि लाग्ने हो। सबै कुराको टाइम आउनुपर्छ कि होइन। अनि सधैँ लभले साथ पनि दिँदैन होइन। अब हामीले अब कतिपय मुभीहरू बच्चा बेला हेरेको मुभीहरू अब थाहै नपाई ड्याडीले बनाएको मुभीहरू हुँदो रहेछ। मैले पनि त पछि फ्यामिलीसँग जोडिएपछि त यो पनि ड्याडीले बनाउनु भएको रहेछ, त्यो पनि ड्याडीले बनाउनु भएको रहेछ। लभले पे गर्दा गर्दा ड्याडीले गरेको पनि हो। अनि सबैजनाको लाइफमा अप्स एन्ड डाउन्स आउँछ कि कोही माथि पनि चढ्छ, त्यसपछि तल झर्छ। प्रोडक्सनको रूपमा प्रड्युसरको रूपमा मात्र काम गरेँ। 10 वर्षपछि काम गरेर मलाई पनि केही गर्नु पर्ने थियो, केही देखाउनु पर्थ्यो। ए शोभित भन्ने छ है, शोभित भन्ने छ है भनेर मलाई देखाउनु पर्ने थियो होइन। अनि त्यही अनुरूप चाहिँ मैले यसमा 10 वर्षपछि गर्दा अनि जुन तरिकाले रिजल्ट पाइयो, जसरी देखाइयो, अब मलाई विश्वास छ त्यो जसले हेर्नु त्यहाँबाट यति डिमान्ड भएको छ। अहिले बक्स अफिसमा लाउनु भएको छ, सबैजनाले यसलाई गर्नु पऱ्यो भन्नुभएको छ। अस्ट्रेलियामा 3-4जना डिस्ट्रिब्युटरहरू हुनुहुन्छ, उहाँहरू सबै मिलेर यसलाई चाहिँ राम्रोसित गर्नुपर्छ भन्नुभएको छ होइन। त्यो इनर्जी त्यो साथले गर्दा चाहिँ अब यो 26 गते म पर्खाइमा छु, किनभने एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको छु। त्यो राम्रो बनेको छ भने अलिअलि मैले विश्वास जितिसकेको छु अस्ट्रेलियाबाट, अब विश्वव्यापी रूपमा नि जित्छु भन्ने मलाई विश्वास छ भनौँ। जस्तो मैले एउटा क्वेसन सोधेँ है, जस्तो दाइ अहिले पछिल्लो चरणमा नेपाली फिल्मको बक्स अफिसको आँकडा हेर्ने हो भने धेरै सुधार उन्मुख छ होइन। र केही गर्छु भनेका केही चाहिँ एकदम ठुलो भनिएका मुभीहरू पनि डाउन भइरहेका छन्। पिआरले बक्स अफिसमा कस्तो खालको हलचल ल्याउँछ, त्यो ल्याउने आधार के छ? पहिलो कुरो त हेर्नुहोस्, आफ्नो सन्तान जसलाई पनि सुन्दर पनि लाग्छ, ह्यान्डसम पनि लाग्छ होइन। तर अरूको हेर्ने नजर के हो? आफ्नो सन्तान त जुन रूपमा पनि मलाई राम्रो लाग्छ भने जस्तै पिआर पनि मेरो सन्तान हो, मलाई जुन रूपमा पनि राम्रो लाग्छ। अब यो सुन्दर र ह्यान्डसम कतिको छ भनौँ न, यो कतिको ट्यालेन्ट छ भन्ने कुरो चाहिँ मौसिर 26 डिसेम्बर बाढबाट थाहा हुन्छ। अस्ट्रेलियाको केही ठाउँमा त मलाई थाहा भइसक्यो राम्रो छ है बच्चा भन्ने होइन। अब मौसिर बाढबाट सबबाट थाहा हुन्छ कि एउटा राम्रो छ है भन्ने। अब आफूलाई त हरेक चिजलाई आफूले बनाएको काममा त जसले पनि म त राम्रै गर्छु भनेर बनाउँयो, नराम्रो गर्छ भनेर त कसले बनाएको हुन्छ र। मैले यहाँ सोध्न चाहेको कुरा चाहिँ के भने तपाईँले अस्ट्रेलिया लगायत विभिन्न क्षेत्रमा त यसको प्रिमियर सोहरू त गरिसक्नु भएको छ नि त। त्यो अनुसारले त तपाईँको बच्चा कस्तो छ ठ्याक्कै तपाईँलाई त अब मेरो बच्चा चाहिँ त्यो ठाउँमा डराउँछ, त्यो ठाउँमा डराउँछ भन्ने सक्ने होइन। बच्चा मेरो सुन्दर छ, ह्यान्डसम छ, ट्यालेन्ट पनि छ। जसले देख्नुभयो सबले वाह राम्रो भनेर भन्नुभएको छ र देख्न बाँकीले मलाई विश्वास छ उहाँहरूलाई मन पराउँछ। बच्चा चाहिँ गजब आएछ है, शोभित भनेर 10 वर्षपछि अर्को एउटा सन्तान ल्याए त्यो राम्रो आएछ भन्ने चाहिँ बनाएको छु। जुन तपाईँहरूबाट सायद यो मौसिरको 24मा हामी एउटा ठुलो प्रिमियर पनि गर्छौँ, त्यति बेला तपाईँहरूको प्रतिक्रिया पनि पाइहाल्छौँ हामी। ओके, सो सन्दर्भको हिसाबले चाहिँ इन्सेक्योर फिल हुन्छ कि हुँदैन? मेरो छोरीले पनि भोलिको दिनमा विदेश बसिरहँदाखेरि चाहिँ यो सबै कुराहरू भोग्नुपर्ने पो हो कि भन्ने कुराले चाहिँ होइन। एउटा छोरीबाट नै मैले एक त पिआरको कथा भनेको सुरुवातै मेरो छोरीबाट भयो। किनभने जब सलिना बाहिर जाँदा हामीहरू नेपालमा बसेर एउटा बच्चाहरू विदेशमा स्टुडेन्ट भएर जाँदाखेरि हामीहरूको दिमागमा के हुन्छ भन्दा हरेक रुखमा चाहिँ त्यहाँ अस्ट्रेलिया, युएसए, क्यानाडा, जापान, कोरिया जहाँ पनि त्यहाँ रुखमा चाहिँ पैसा फल्छ र सबैजना गइसक्यो त्यो पैसा टिपेर हामीलाई पठाउनु पर्यो भन्ने हामीलाई सोच हुन्थ्यो, मलाई पनि हुन्थ्यो। जब म गएपछि थाहा पाएँ कि होइन रहेछ, सबजनाको मेहनत के हो, राम्रो गर्दा के हुन्छ, नराम्रो गर्दा के हुन्छ। राम्रो हुने नेपाली बच्चाहरूले अथवा नेपालीहरूले धेरै राम्रो गरेछ, नराम्रो हुँदा उनीहरूलाई डिपोर्ट गरेर फर्काउनु पनि परेको छ होइन। तीबाट
सुरुवात भएको कथा हो पिआर। त्यही बेला भन्न चाहन्छु विदेशमा जति पनि नेपालीहरू छन् उहाँहरूले पिआर हेर्नुभयो भने उहाँलाई आफ्नो कथा लाग्छ। र नेपालमा जति पनि आफन्तहरू छन्, मेरा सन्तान होला, मेरा भाइका सन्तान होला, मेरा दाइका सन्तान होला, मेरो साथीको सन्तान होला, मेरा छिमेकी होला, होइन, विदेशमा के छ उनीहरूको कथा छ र नेपालमा आफन्तहरू जति छ उनीहरूको व्यथा छ। हामीले बुझ्न पर्ने कसरी र उहाँको मान्छेलाई सपोर्ट गर्ने कसरी कति मान्छेहरू त भनौँ न दिमागी हालतै बिग्रिरहेको हुन्छ त्यहाँ त्यति टर्चरले गर्दा, होइन। यही नै पिआरमा मैले देखाउन खोजेको छु। सो करिश्मा सजिलो सोध्नु मन लाग्छ, जस्तै तपाईँ एज ए होस्टेस काम गरिसक्नु भएको व्यक्ति होइन, तपाईँले त्यो हुने क्रममा चाहिँ कतिजना हुन्छ नि विदेश जानुभएको व्यक्तिहरूसँग इन्टरेक्सन गर्ने मौका पाउनुभयो, उहाँहरूको स्टोरी हुन्छ नि आफैले सुन्ने ओर्ने, कुनै त्यसो हुन्छ नि कुनै एउटा आफ्नै इन्सिडेन्टहरू छ कुनै सेयर गर्न हुन्छ नि योग्य? काम गरेर मलाई त्यस्तो फुर्सद त हुँदैन सेयर गर्ने, होइन। बट ड्याडीले भने जस्तै सलिना नै बाहिर छ नि त, अनि ऊ पनि सानो उमेरमै गएको हो, +2 दिने बित्तिकै गएको हो, अनि उसको स्ट्रगल उसलाई मात्रै थाहा छ कि। अनि ड्याडी नगन्जेलसम्म ड्याडीले कहिले पनि यसरी विदेशको लाइफको बारेमा कहिले पनि कुरा गर्नु हुँदैन थियो। हामी त इजी फोन चाहियो फोन पठाऊ, यो चाहियो त्यो पठाऊ, ल घरमा पार्टी गर्नु पऱ्यो, सो यसरी चलिरहेको थियो नि त। सो रियालिटी के हो त्यहाँ गएर नदेखेसम्म नभोगेसम्म चाहिँ थाहा हुँदैन कि। सो मैले यहाँ बसेर भन्न सजिलो छ कि त्यहाँ कति दुःख छ, या त्यहाँ कस्तो रमाइलो गरिरहेको छ, तर मैले त्यो चिज भोगेकै छैन, देखेकै छैन नि त। अनि त्यही भोगाइ चाहिँ पिआरबाट देखाउन खोज्नु भएको ड्याडीले चाहिँ। ड्याडी धेरै नै समय बस्नुभयो नि त, धेरै नै आउने जाने भयो। त्यसपछि ड्याडीको वरिपरिको मान्छेहरू, अब ड्याडीले भन्नुहुन्छ लाइफै छैन, अब मेरो साथीभाइ भएर के गर्नु, उनीहरू त काममा जान्छ, अनि म त एक्लै पनि हिँड्नु पऱ्यो, अनि उनीहरू कामबाट फुर्सद निकाल्नुपर्छ रमाइलो गर्नु पनि। अब नेपालको कन्टेक्समा हेऱ्यो भने त्यस्तो छैन नि त। अहिले म यहाँ बसिरहेको छु, मलाई कोही साथीले बोलायो हो आइज खाजा खाऊँ भन्यो नि त, म त त्यो चटक्क छोडेर जान सक्ने मेरो सिचुएसन छ भने त्यो चाहिँ बाहिर चाहिँ नहुँदो रहेछ, होइन। हामीले पनि बुझेको, अब मेरो पनि एकदमै मिल्ने साथीहरू 2जना बाहिर हुनुहुन्छ, होइन। उनीहरूसँग कुरा गर्दा म सुन्छु क्या, उनीहरूको कम्प्लेन बाहेक के पनि हुँदैन क्या। अनि म भन्छु किन गइस् त त्यसो भए भन्दाखेरि त्यही यहाँ कमाउने पैसा त्यहाँ छैन नि त, अनि यत्रो वर्ष दुःख गर्यो, अब पिआर नभए कसरी आउनु, सिटिजन नभए कसरी फेरि नेपाल फर्किनु, नेपाल फर्केर आएर अब के गर्नु, उनीहरूको कम्प्लेनै यही छ कि। सो त्यही नै देखाउन खोजेको जस्तो लाग्छ पिआर। अनि आई थिङ्क हाम्रो नेपाली समाजमा चाहिँ हरेकजनाको घरमा एक न एकजना रिलेटिभ्स, होइन, छोराछोरी भनौँ, आमा बाउ भनौँ, कोही न कोही विदेशमा हुनुहुन्छ कि। सो विदेशी लाइफ सोसियल मिडियामा देख्दा कस्तो रमाइलो छ नि त, एउटा घर देखिन्छ, गाडी देखिन्छ, घुमेको, होइन, ठुल्ठुलो बिल्डिङ्सहरू, पुरा हिउँ परेको, यो सबै चिज देख्दा कति फ्यान्सी छ नि त। तर असली भोगाइ के हो चाहिँ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ कि। मलाई यहाँ यसरी कुर्सीमा बसेर यहाँ माइक समातेर बोल्न इट्स इजी द्याट वे कि। सो मलाई चाहिँ म त्यो एक्सप्लेनै गर्न सक्दिनँ, त्यो मलाई थाहा पनि छैन होला सायद। त्यो सेपी चाहिँ यस्तो ठुल्ठुलो आवाज कस्तो आइरहेको छ, नाम निकालिसकेपछि, किनकि म चाहिँ विदेश नजाने पक्षमा हो कि। सो नेपालमै बसेर राम्रो कमायो भने के गरौँ भन्दाखेरि चाहिँ मैले क्याबिन क्रुमा नाम निकालेको, होइन। त्यसपछि बिहे भयो, त्यसपछि चिन्नु भयो, त्यही भएर सबैलाई लागिरहेको होला कि बुढा हिरो भयो, ससुरा डिरेक्टर भयो, त्यही भएर फिल्म खेल्न जस्तो लागिरहेको होला। बट ह्याभिङ सेड द्याट म पहिला पनि के एक्टिङ क्लास लिन गएकै मान्छे हो, बिफोर मिटिङ सलोन पहिला म्युजिक भिडियो गरेको मान्छे हो। त्यही भएर मलाई यहाँ प्रतिको मोह पहिल्यैदेखि थियो, तर नानी भइसकेपछि या मेरो लाइफमा इन्सिडेन्टहरू भइसकेपछि चाहिँ मलाई अलिकति रिस्की जब हो नि त, तपाईँहरूलाई सबैजनालाई थाहा छ क्याबिन क्रू रिस्की जबै हो। त्यो भएर चाहिँ मलाई बच्चा भइसकेपछि मलाई फर्केर जान मन नलागेको मात्र हो। इट्स नट लाइक द्याट मसँग ट्यालेन्टै नभएको, अरू अपर्च्युनिटी नभएको, होइन। मेरो अरू बिजनेसहरू पनि छ, आइ एम डुइङ द्याट। अब उडेर कमाउने पैसा म यहाँ ग्राउन्डमै बसेर कमाइरहेको छु भने त वाइ वुड आई टेक द्याट रिस्क भन्ने मात्र हो। फिल्म मेकर सोभित बस्नेत, होइन, कसरी निहाल्नु भयो तपाईँले यति वर्षदेखि नहुँदाखेरि? हुन त तपाईँले धेरै ठाउँमा उहाँको हुन्छ नि कामलाई लिएर तारिफ गरिरहनु भएको छ, तर सबै कुराको मेरिट्स र डिमेरिट्सहरू हुन्छ नि त, होइन। के नराम्रो र राम्रो पक्षहरू तपाईँले आफैले देख्नुभयो त फिल्म मेकरमा चाहिँ? पानी पानी होला, पानी केवल पानी गर्नुको प्रश्न चाहिँ के हो भने सबै कुराको टाइम आउनुपर्छ कि, होइन। अनि सधैँ लभले साथ पनि दिँदैन, होइन। अब हामीले अब कतिपय मुभीहरू बच्चा बेला हेरेको मुभीहरू अब थाहै नपाइ ड्याडीले बनाएको मुभीहरू हुँदो रहेछ। मैले पनि त पछि फ्यामिलीसँग जोडिएपछि त यो पनि ड्याडीले बनाउनु भएको
अप्स एन्ड डाउन्स आउँछ कि कोही माथि पनि चढ्छ त्यसपछि तल चढ्छ अनि फेरि चढ्न प्रयास गर्ने हो नि त होइन आई थिङ्क ड्याडीको प्राइस यही नै छ होला जस्तो लाग्छ मलाई अनि अब फेरि पछाडि फर्केर हेर्दाखेरि चाहिँ अब त्यो अब मुभीले राम्रो गर्न सकेन तर आजको दिनमा युट्युबमा गएर हेर्ने हो भने डाँडाको बर पिपल जुन मुभी थियो होइन त्यसमा सबैजनाले प्रेज गर्नुभएको थियो कि कमेन्टमा होइन अब त्यो मुभी हलमा के भयो लाई छोडेर हेर्ने हो भने त्यही भएर मलाई के लाग्छ भने ड्याडीले एउटा राम्रो फिल्म बनाउने मान्छे हो होइन जस्ट लकले कहीँ कतै फेभर नगरेको होला त्यसपछिको जय हो पनि त हेर्नेले त राम्रो भन्नुभएको थियो नि त नराम्रो त थिएन नि त होइन त्यही भएर ड्याडीले यही नै ट्राई गरिरहनु भएको छ अनि आई नो वान डे एउटा क्लिक हुन मात्र बाँकी हो फेरि सोभित बस्ने जुन पहिला हुनुहुन्थ्यो त्यही नै रहनुहुन्छ सधैँ नै जस्तो लाग्छ मलाई त्यही लागिरहने सम्भवतः नेपालमा सबैभन्दा धेरै चलचित्र निर्देशन गरेको व्यक्तित्व र उहाँको धेरै चलचित्रहरूमा मैले पनि अभिनय गर्ने मौका पाएको छु र उहाँ एउटै कुरा के भन्नुहुन्छ नि चलचित्र र यो हाम्रा दर्शकहरू भनेका हामी एक परिवार हौँ हामी परिवार भइसकेपछि कहिलेकाहीँ परिवारमा बसेर खाना खाँदाखेरि कहिलेकाहीँ अलिकति नुन चर्को होला कहिले नुन कम होला तर त्यसमा चाहिँ सबैजनाले हामी चित्त दुखाउनु पर्ने अवस्था नै छैन उहाँ स्पष्ट हुनुहुन्छ स्पष्ट कुरा गर्नुहुन्छ जहिले पनि राम्रो कर्ममा लागिरहनु भएको छ र मान्छेलाई के हुन्छ भने हाम्रो समाज नेपाली समाज चाहिँ के छ भने अर्काको देखी सोखी गरेर कुरा काट्ने अब शोभित बस्नेतले त अब यो नेपाल इन्डस्ट्री खानी भयो भनेपछि अब यसलाई कसरी खुट्टा तानेर झार्ने भन्ने मनस्थिति पनि छ त्यसले गर्दाखेरि मलाई चाहिँ जहाँसम्म लाग्छ उहाँले थुप्रै चलचित्रहरू बनाउनु भएको छ अहिले 26 गतिको प्रतीक्षा गर्नु होला धन्यवाद सो यो मेरो अब शोभितजीको लागि फाइनल क्वेसन पनि हो ओहो मैले चाहिने भन्दा बढी काम गरेछु मेरै घरमा सलन म हाम्रो परिवारसँगै छ त्यो ऊ मेरो यहाँबाट यहाँ पुग्दाखेरि मैले उसलाई प्रत्यक्ष रूपमा सँगै देख्न पाइन्छ भने चाहिँ है अब काम गर्नु पर्यो भनेर त्यसपछि यो 10 वर्ष चाहिँ म डाइरेक्सनबाट टाढै बसेँ कि निर्माणमा आउँदा त्यति धेरै टाइम दिन पर्ने थिएन गाँठ मात्र निकाले पुग्थ्यो या खोजे पुग्थ्यो होइन त्यसले गर्दा त्यसमा लागि र यसपछि जब पिआरमा लागेपछि अब चाहिँ होइन अब फेरि गर्नुपर्छ अब किनभने सबै आफ्नो आफ्नो ठाउँमा इस्टाब्लिस भइसके छोरा आफ्नो ठाउँमा छ छोरी आफ्नो ठाउँमा छ बुहारी आफ्नो ठाउँमा छ नातिनी समेत गाँठ कमाउने भइसक्यो हामीभन्दा बढी होइन त्यसले गर्दाखेरि चाहिँ अब होइन अब चाहिँ मैले काम गर्नुपर्छ राम्रो काम गर्नुपर्छ भनेर बीचमा पहिला अग्निपथ आर्मी कर्णवीर दुर्गाको बेला चाहिँ म राम्रो फिल्म बनाउनुपर्छ भन्ने सोच्थेँ बीचमा आज राम्रो होइन म बाँच्नुपर्छ काम चलो फिल्म बनाउनु भन्ने भएको थियो आफ्नो पर्सनल आवश्यकताहरूले गर्दा तर अहिले आएपछि चाहिँ सबैजना इस्टाब्लिस भएर अब फेरि गजब एज अ डाइरेक्टर शोभित भनेको दोस्रो जन्म अझ राम्रो हुन्छ भने मैले विश्वास गरेको छु र त्यो विश्वासलाई सबभन्दा राम्रो शोभित भनेकोलाई फिल्म बनाऊ नबनाऊ फेरि जहिले पनि चिन्ने बनाउनु चाहिँ तपाईँ मिडियाहरू हो म जहिले पनि पहिलो मेरो श्रेय दिन्छु मेरो मिडियाहरूलाई जसले गर्दा शोभित भनेकोलाई बचाइराख्नु भएको छ र अहिले शोभित भनेको साथसाथमा पिआरलाई पनि तपाईँहरूले साथ दिनुहुन्छ भन्ने विश्वास चाहिँ लिएको छु दाइ मेरो एउटा लास्ट प्रश्न एउटा दाइ यो हामीले पछिल्लो ट्रेन्ड हेर्ने हो भने अलिकति रुवाउने फिल्महरू बेसी चलिरहेको छ र उत्तम दाइले पनि अघि भनिहाल्नु भयो अलिकति रुवाउनु हुन्छ यो फिल्ममा अलिकति रोइन्छ नि भन्नुभयो पिआरमा चाहिँ के रुवाउने मात्र छ कि अरू पनि छ समग्र रूपमा होइन यहाँ के हुन्छ भने जस्तो पूर्णबहादुरको सारङ्गी चल्दाखेरि सबैजनाले अब रुवाउने फिल्म चल्यो भन्ने हुन्छ बेहुली फ्रम मेगुली चल्दाखेरि ओहो होइन हँसाउने फिल्म चल्दो रहेछ भन्न थालिहाल्छन् फेरि 12 गाउँ चल्दाखेरि होइन कहाँ फाइडो फिल्म चल्दो रहेछ नि भन्ने भनिहाल्छ यहाँ चाहिँ रुवाउने फिल्म जुन फिल्म चल्यो यस्तो चल्दो रहेछ भनेर पछि लाग्ने हो तर पिआरको क्रममा चाहिँ रुवाउनेलाई पछ्याएको पनि छैन हँसाउनेलाई पछ्याएको नि छैन अथवा द्वन्द्वात्मक कुरालाई पछ्याएको नि छैन हामीहरूको समसामयिक कुरालाई पछ्याएको छु पिआरमा जसमा कति ठाउँमा हाँस्नुहुन्छ कति ठाउँमा रुनुहुन्छ कति ठाउँमा नाच्नुहुन्छ तर अर्काको कुरा देखेर ओहो होइन कि यो त मेरो कुरा हो भनेर अनुभव गर्नुहुन्छ त्यो चाहिँ मैले पिआरमा देखाउनु खोजेको छु कसैको पछि लागेको छैन म चाहिँ सर एउटा क्वेसन अहिले रिसेन्टली चाहिँ के भइरहेको छ भने मुभिजहरूको सो पाइएन भन्ने ट्रेन्ड एकदमै धेरै छ अनि त्यसपछि कुनै पनि मुभी डिस्कस गर्दिनँ किन गर्दिन भने फिल्मको सो पाउनलाई निर्मातालाई भन्दा बढी टेन्सन चाहिँ हलवालालाई हुन्छ किन भन्दा एउटा फिल्म तपाईँ हेर्न जानुभयो भने एकजनामा 1000 रुपियाँ खर्च हुन्छ त्यसमा तपाईँले 350 को टिकट काट्नु होला त्यो 350 मा तपाईँको 150 रुपियाँ चाहिँ निर्माताको हातमा पर्छ भनेपछि 850 त हलवालाको नाममा जान्छ नि त्यसले गर्दा चल्ने फिल्मलाई हलवालाले सो दिँदैन भनेर म मान्दिनँ
किनभने हलवालाले चल्ने फिल्म आओस्, जसले गर्दा किनभने 85% त हलको आफ्नो खल्तीमा जान्छ नि। अनि खल्तीमा जाने भएपछि उसले सोचे किन नदिने नि चल्दा चल्दै। त्यसले गर्दा जसको फिल्म चल्दैन नि त्यसले चाहिँ मैले सो पाइनँ भनेर भन्छ, जसको फिल्म चल्छ नि ओहो गजब भनेर भन्छ। र सोको कुरा गर्दाखेरि परान चल्दाखेरि कहाँ चाहिँ सो पाएको थियो त होइन? यस्ता धेरै उदाहरण। सारथी चल्दाखेरि चाहिँ कहाँ सो पाएको थियो त? चलेपछि आफै हलले सो दिन्छ, हलले सो दिँदैन निर्मातालाई मार्यो भन्ने विश्वास चाहिँ म कहिले पनि गर्दैन। पिआरले राम्रो सो पाउँछ भन्नेमा हजुर एकदम सन्तुष्ट हुनुहुन्छ, कन्फिडेन्ट हुनुहुन्छ? राम्रो सो होइन, ठिक्क सो पाउँछ भन्ने म कन्फिडेन्ट छु र पछि राम्रो बनाएर लान्छु म चाहिँ। पहिले राम्रो भनेर भयङ्कर भएर 2 दिनमा नराम्रो बनाउन, ठिक्क सो पाउँछु भन्ने मलाई कन्फिडेन्स छ। मेरो आरा फिल्मको रोहित रत्नले यसमा लागिराख्नु भएको छ, त्यसपछि राम्रो बनाउँछु भन्ने चाहिँ ममा विश्वास छ।